यं ब्रह्मा मुरळीन्द्ररुद्रमरुतस्तुन्वन्ति तिम्भैस्तवैः वेदैः सङ्गपदक्रमोपनिषदैः गारयन्ति यं सामगा हरेक वर्ष जाडो मौसमको समयमा काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भागमा अवस्थित साली नदी क्षेत्रमा धार्मिक गतिविधि उल्लेखनीय रूपमा बढेको देखिन्छ। निरन्तर बगिरहने यो नदी पौष शुक्ल पूर्णिमाको आसपास विशेष धार्मिक महत्त्वका साथ पुनः सक्रिय केन्द्रको रूपमा उभिन्छ। यस अवधिमा शाली नदी क्षेत्र केवल प्राकृतिक नदीको रूपमा मात्र नभई धार्मिक अभ्यास, अनुशासन र विश्वासको केन्द्रका रूपमा परिणत हुन्छ, जहाँ श्रद्धालु भक्तजनहरू लामो समयदेखि चलिआएको परम्परा अनुसार नियमित रूपमा उपस्थित हुन थाल्छन्। शालिग्रामबाट जन्म भएपछि शाली नदी, शाली भनियो शाली नदी भयो। यो व्रत यो पौष शुक्ल पूर्णिमाबाट माघ शुक्ल पूर्णिमासम्म 1 महिना व्रत बसिन्छ। यो सुरु सतयुगमा माता पार्वतीले शिवजी स्वामी पाऊँ भनेर उहाँले व्रत गर्नुभयो, जस अनुसार उहाँले स्वामी पार्वतीले शिवजी पाउनुभयो। त्यो एकदम महत्त्व रहेछ भन्ने कुरो सबैलाई थाहा भयो। अब मुक्ति, अब श्रीमान नभएकालाई श्रीमान पाउने, सम्पत्ति नभएकालाई सम्पत्ति पाउने, यो व्रत असाध्यै राम्रो व्रत रहेछ, पार्वतीलाई महसुस भयो। अनि यो व्रत सुरु चाहिँ स्वस्थानी पढिन्छ, स्वस्थानीमा थाहा हुन्छ। यो स्कन्द पुराण र पद्म पुराणबाट यसबाट यो उद्धृत गरिएको छ। विस्तृत बुझ्नु हो भने स्कन्द पुराण र पद्म पुराण पढ्नै पर्छ। अब कली लाग्न आँट्यो नि, सत्य गयो, द्वापर गयो, त्रेता गयो, कली लाग्न आँट्यो। त्यो भएपछि वेदको सृष्टि भयो, किनभने मान्छेहरूलाई टेन्सन हुन्छ। अब वेद बिर्स्यो, अब कण्ठ हुँदैन। यो भएर ब्रह्माजीलाई चासो बढ्यो, कलीमा वेद लेखिदिनु पर्छ। लेख पढेर पढ्न सक्छन्, वेद लेखिदिनु भयो। शिवजीको सल्लाह अनुसार, विष्णुको सल्लाह अनुसार, वेद गणेशको सहयोग अनुसार वेद लेखिदिनु भयो। अनि त्यसपछि भागवत, त्योभन्दा पछि अब यो बुक सो स्थानी बुक त्योभन्दा पछाडि निचोटमा लेखिएको हो। स्वस्थानी भनेको शिव हो। सो स्थानी जहाँ भक्ति गर्यो, न भाव राख्यो, सही ठाउँमा शिवजी गएर वरदान दिने भएको हुनाले यसको नाम सो स्थानी भनेर सर्टकटमा स्वस्थानी भनिएको हो। श्री स्वस्थानी व्रत कथाभित्र शाली नदी र यसको वरपरको भूगोललाई विशेष महत्त्व दिइएको पाइन्छ, जसका कारण धेरै श्रद्धालु भक्तजनहरू यस क्षेत्रलाई व्रतकथाका वर्णन गरिएको धार्मिक सन्दर्भसँग प्रत्यक्ष रूपमा जोडिएको स्थानको रूपमा बुझ्दै यहाँ उपस्थित हुने गर्दछन्। कतिपय श्रद्धालुहरू त व्रतको सम्पूर्ण अवधि अर्थात् 1 महिनासम्म नदी किनारमै अस्थायी कुटी निर्माण गरी दैनिक स्नान, पूजा, व्रत पालन
तथा कथा वाचन गर्दै धार्मिक अनुशासनमा समय बिताइरहेको देखिन्छन्। यहाँको महत्त्व नै शाली नदीको। नदीमा स्नान गर्नु, टाढाबाट आउनेहरू पनि शाली नदी नुहाउन जाने भन्छन्। एकदम त्यहाँ हरिहरको पूजा हुन्छ। नवराज राजालाई कहिले स्वस्तानीको व्रत गरिहाल्छ तेरी आमाले, बाबु त्यहाँ राजा छैनन्, त्यहाँ शिवजी हात्तीमा प्रवेश गरेर हरिहर भनेको शिवजी हो। हामी प्रवेश हात्ती नै हुन्छौँ र अभिषेक दिन्छौँ। ल आएर बस्नु भनेको हुनाले नवराज राजाले चाहिँ राज्य पाएको हुनाले हरिहरको पूजा गरिन्छ। खोलाभित्र अर्घ दिइन्छ हरिहरलाई, शिवजीलाई। र अब यो हरिहरको नि पूजा भयो, स्वस्तानीको व्रत पनि भयो, मास नारायणको पनि व्रत भयो। एउटै व्रतले यी सबै भगवानहरूको चाहिँ आराधना गर्न पाइयो। यी पापिनी भनेर चिनिएको चन्द्रावती रानी उनी पुण्यवती भएको हुनाले उनको नि पूजा भयो। अब गोमा ब्राह्मणी त भक्ति नै हुन्, शिवजीको नि प्रिय हुन्, उनको नि पूजा भयो। अब नवराज राजाको पूजा भयो। अनि सबै डोलेहरू भक्ति भावका डोलेहरू भएको हुनाले देवता समान हुन्, पूजा भयो। यी जम्मै देवादेवीहरूको चाहिँ पूजा भयो। त्यो हुनाले एक मासमा यी धेरै देवताहरूको पूजा आजा हुन्छ र आत्मा सन्तुष्ट हुन्छ। हामीले पूजा गर्न पायौँ। देखेको कसैले छैन, विश्वासका कुरा हुन्। इतिहास पल्टाउँदा पाइन्छ। त्यसो हुनाले स्वस्तानीको व्रत गरिन्छ। शाली नदी क्षेत्र यस सम्पूर्ण व्रत अभ्यासको केन्द्र मानिन्छ, जहाँ पौष शुक्ल पूर्णिमासँगै धार्मिक मेला सुरु भई श्रद्धालुहरूको उल्लेखनीय भिड देख्न सकिन्छ। श्री स्वस्तानीको अब माधव नारायणको होइन व्रत सुरु भइरहेको छ। अब ती व्रतको हिसाबले पनि हामीले अब हामीले चाहिँ आज आएको शनिबारको दिन घुमघाम गरेर त्यही गर्दाखेरि अब राम्रो हुन्छ। हामीलाई भगवान्प्रति आस्था छ, त्यही भएर पनि श्री स्वस्तानी माताले सबैको कल्याण गरून्, राम्रो होस् भन्ने इच्छाले चाहिँ हाम्रो मास 12वटा छन्। एउटा न एउटा विष्णु भगवानको नाम परेकै हुन्छ प्रत्येक मासमा। यो पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो महिनाको नाम, यो मासको नाम माधव नारायण हो। यसैले मास नारायणको पनि पूजा गरिन्छ। बेलुका यी व्रतालु दिदीबहिनीहरूले मास नारायणको पूजा गर्नुहुन्छ। एकै फेरि मास नारायण, माधव नारायण र स्वस्तानी व्रत यसरी गरिन्छ। पौष शुक्ल पूर्णिमाको दिन स्वस्तानीको व्रत सुरु गरिन्छ। माघ पूर्णिमासम्म है, माघ शुक्ल पूर्णिमासम्म 1 महिना गरिन्छ भने यो महिना पनि माधव नारायणले जपिन्छ मास नारायण हो, मास नारायण हो है। त्यस हुनाले एकै फेरि उहाँहरूको सम्बन्ध जोडियो, मास नारायणमा पर्यो। अनि नारायणलाई पनि पूजा भयो, माधव नारायणलाई। यता चाहिँ मध्याह्न कालमा स्वस्तानीको पनि पूजा भयो, शिवजीको पनि पूजा भयो। यो सम्बन्धित यसरी भयो, एउटै मासमा पर्यो। श्री स्वस्तानी व्रतको अभ्यास नदी क्षेत्रमै सीमित छैन, किनभने यसको अर्को महत्त्वपूर्ण आयाम घरभित्र सम्पन्न हुने धार्मिक अभ्यास हो। साँझपख परिवारका सदस्यहरू घरभित्र भेला भई श्री स्वस्तानी व्रत कथा पुस्तकलाई केन्द्रमा राखेर कथा वाचन गर्ने परम्परा देखिन्छ, जहाँ यो धार्मिक पाठ मात्र नभई पारिवारिक जमघटको माध्यम पनि बन्छ। स्वस्तानी परमेश्वरै नमः, स्वस्तानी परमेश्वरै नमः।
पूजा समाप्त भएपछि प्रसाद झिक्नु र 108मा 8 रोटी 8 अक्षता 8 पान 8 कुड्का सुपारी नाना जातका फलफुल सागुन समेत आफ्ना पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए जुन कामना गरी व्रत गरेको हो त्यो पूर्ण होस् भनेर गङ्गामा लगेर बगाउनु। 100 रोटीले आफूले फलाहार गरेर रात्रिमा जागरण गर्नु। यति गर्यो भने तिमीहरूको दुःख नाश हुन्छ। सबै पूजा सकी अर्घ दिएर हात धुनु गइसक्यो त यो चढाइसके फुल हेर्नु कति राम्रो। अनि त्यो पार्वती भएपछि अनि त्यतिखेर बच्चादेखि नै महादेव स्वामी पाऊँ भनेर यस्तै तपस्याहरू पूजाआजा इत्यादि गर्दैथिन्। अनि त्यो गर्दाखेरि अब के गरी चाहिँ अब शिवजी पति पाऊँ भनेर उनले अनेक उपाय गरिन्, पूजाआजा गरिन्। र अनिखेरि एकचोटि चाहिँ वनमा उनी गएर त्यसै गरेर शिवजीको शिवलिङ्ग बनाएर पूजा गरेर ध्यान आराधना गरिरहेका थिइन्। अनि त्यहाँ शिवजी पनि प्रकट हुनुभयो त्यहाँबाट खुसी भएर। अनि म चाहिँ हजुरलाई म पति बनाउन चाहन्छु, हजुरसँग विवाह गर्न चाहन्छु भनेपछि अब त्यसै त हुँदैन, त्यसै मलाई पति बनाउने हो अथवा पति मलाई चाहन्छौ भने तिमीले चाहिँ विष्णुको आराधना गर, विष्णुले जे भन्नुहुन्छ त्यही गर भनेपछि अनि विष्णु प्रसन्न भएर आउनु पऱ्यो। अनि किन मलाई चाहिँ आराधना गर्यो पूजा गर्यो भन्दा अब म शिवजी स्वामी पाऊँ भनेर हजुरलाई गरेको भने त्यसै तिमीले श्री स्वस्थानीको व्रत गर, त्यो व्रत गरेपछि शिवजी स्वामी पाउँछु भनेर उपदेश दिनुभयो। त्यसो व्रत विधि पनि बताउनु भयो। कथा भन्ने गरेपछि अनिखेरि आफूले चिताएको कुरा पुरा हुन्छ। र त्यसमा चाहिँ त्यो पूजा सकिसकेपछि अनि त्यसमा जुन प्रसाद चाहिँ 108मा 8 रोटी 8 अक्षता 8 बेलपिस 8 पान 8 कुड्का सुपारी इत्यादि चाहिँ आफ्नो पतिलाई दिने, पति नभए छोरालाई दिने, छोरा नभए मित छोरालाई दिने, मित छोरा पनि नभए नदीमा लगेर त्यो बहाइदिने र अनि बाँकी रहेको 100 रोटी आफूले फलाहार गर्ने। अनि त्यसपछि आफूले चिताएको कुरा पुग्छ भनेर सबै बताउनु भयो। बताएपछि अनि पार्वतीले स्वस्थानीको व्रत गर्नको लागि नित्य चाहिँ श्री महादेवको पूजा पनि गर्न लागि र अनिखेरि त्यो व्रत अनुसार अब कथा भन्ने स्वस्थानी कथा भन्ने व्रत गर्ने, एक हप्ता गर्ने, एक साग खाने, बेलुका कथा भन्ने त्यो गर्दै गर्दा 1 महिना दिन भएपछि अन्तिम दिन माघ शुक्ल पूर्णिमाको दिन चाहिँ अब सबै सामग्रीहरू तयार गरेर अनि स्वस्थानीको पूजा गरिन्। शिवलिङ्ग बनाएर पूजा गरिन्। सबै पूजाआजा सबै विधिपूर्वक पूजा सिद्ध्याएपछि अनि अर्घ दिनु पऱ्यो। पूजा दिँदा अर्घ दिन होइन। त्यसपछि अर्घ दिँदाखेरि चाहिँ अनि शिवजी चाहिँ प्रकट हुनुभयो। प्रकट भएपछि अनि त्यो कुरा चाहिँ प्रसाद दिन अनि पार्वतीले भन्ने अहिले मैले हजुरलाई स्वामी पाऊँ भनेर यो व्रत गरेको हो र यसको प्रसादहरू दिनलाई अहिले हजुरसँग विवाह भएको छैन। त्यो प्रसाद चाहिँ अब विवाह भएपछि हजुरलाई टक्राउँछु भनेपछि ठिक लग्न ठहर्याएर साइत निकालेर अनि विवाह गरिदिए। धुमधामसँग शिव पार्वती विवाह भयो। अनि त्यसबादेखि त्यो प्रसाद पनि उनले अनि शिवजीलाई दिइन् विवाह भइसकेपछि। अनि त्यस्तै गरी अरूहरूले पनि अनि त्यही अनुसार व्रत बस्ने, आफ्नो चाहिँ चाहेको कुरा मनोवाञ्छा पुरा गर्नको लागि स्वस्थानी व्रत गर्ने, कथा भन्ने, महिना गर्ने, सबैले गर्ने चलन चल्ती भेट होस् भने जस्तै नाग नागिनीको कथा आउँछ त्यसमा होइन। उनीहरू चाहिँ कयौँ वर्षसम्म अब बिछडेर बसिरहेका अब त्यस्तो चाहिँ अस्वस्थामा ऋषिले पातालमा गएर उनीहरूलाई पनि स्वस्थानीको व्रत गराउन लगाउनु भयो। शिवजीले आज्ञा दिएअनुसार अनिखेरि त्यो गर्दा उनीहरूको बिछोड भएको पति पत्नी पनि भेट भयो धेरै वर्षमा। अनि त्यस्तै अब यता गोमा ब्राह्मणीहरू को पनि शिवट ब्राह्मण सती ब्राह्मणीको पनि कुरा आउँछ त्यसमा होइन। उनीहरूको पनि त्यस्तै स्वस्थानीको व्रत गरेपछि अनि उसको छोरा पनि आइपुगे, नवराज राजा आइपुगे र उनी चाहिँ त्यो गर्दाखेरि फेरि यता अब स्वस्थानीको व्रतको प्रभावले र उनको चाहिँ धार्मिक कृत्य आदि सबैले गर्दाखेरि राजा पनि भए। विशाली नदीमा नुहाउने, त्यहाँ नदीमा नुहाउन पाइयो, त्यहाँ गएँ। अब घरमा त अब नदी नजिक पर्दैन, टाढा जानु पऱ्यो, उहाँसहित जान आउनको समस्या हुन्छ। त्यस हुनाले अब घरमै नुहाएर व्रत गर्दा पनि हुन्छ, घरमै शुद्ध भएर। अब कसैले नदीमा गएर गर्ने पनि हुन्छ। घरमा पाठ गर्दा सधैँ पढ्दाखेरि त अब यो व्रत नलिकन अब त्यतिकै सामान्य हामीले दिने गर्दाखेरि अब पुस्तक पूजा गऱ्यो, पुस्तकलाई पूजा गऱ्यो, धुपबत्ती नैवेद्य गऱ्यो, अनि कथा भन्यो, एक अध्याय भन्यो, कथा सकेपछि अनि पुष्पाञ्जली गऱ्यो अनि सकिन्छ। प्रसाद बाँड्ने गर्ने भयो, त्यही भयो। अब व्रत अनुसार गर्दा चाहिँ व्रत विधि अनुसार गर्नु पऱ्यो। गर्नेले अब त्यो अनुकूल पर्नेहरूले गर्छन्, अनुकूल नपर्नेहरूले अब त्यो नभए भने अनेक हुन्छ त्यो भने व्रत विधि अनुसार गर्छन्।
अनि अब हामीले अब गर्न थाले त अब पहिले मेरो अब हजुरबाले भन्नुहुन्थ्यो होला, हजुरबा पछि बाले भन्नु थाल्नु भएको थियो, बाले पछि अब हामीले भन्न थालेका छौँ, अब हामी पछि छोराहरूले भन्ने होला। यसरी चाहिँ चलिरहेको छ। अब व्रत गर्नेले चाहिँ अब पूर्णिमाको पौष शुक्ल पूर्णिमा सुरु गरेर अनि अन्तिममा माघ शुक्ल पूर्णिमाको दिन चाहिँ पुरा विधि अनुसार नै गर्छन्। त्यो अनि साङ्गे भने अब त्यही हवन पनि गर्छन्, कसैले गर्लान्। अब त्यो छ। अनि हामीले सामान्य भन्नेले चाहिँ अब विशेष त्यो दिन चाहिँ अन्तिममा यसो केही नैवेद्यहरू विशेष अलिक बढी बनाएर यसो गरेर पूजा अलिक बढी गरेर त्यस किसिमले चाहिँ गरिन्छ। यसरी श्री स्वस्थानी व्रत पुस्ताबाट पुस्तामा पुस्तकको रूपमा मात्र नभई आवाज र अभ्यासको रूपमा निरन्तर सर्दै जान्छ। 1 महिनाको अवधि समाप्त भएपछि व्रत सम्पन्न हुन्छ, पुस्तक बन्द गरिन्छ, शाली नदी निरन्तर बगिरहन्छ।